कपडा दोकानमा चाहिँ हेर्नुहोस् त साथीहरू कति चाहिँ भिड हुन्छ यहाँनिर। पुरा कपडा लगाएको रहेछ साथीहरू। यहीँ रोड छ, यहीँनिर कपडाहरू पुरा लगाएको रहेछ साथीहरू। अब के लिनु छ लिन्छु यहाँनिर। हाई गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल सेवाने जोले चाहिँ मसी। आयो बजार सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र म चाहिँ मार्केट जाँदैछु साथीहरू, छेउको मार्केट। लेट भयो साथीहरू, आज घरमै बिजी थिएँ, त्यही कारणले गर्दाखेरि म बेलुका पनि जाँदैछु साथीहरू मार्केट। हेर्दै जानु होला हजुरहरूले। रातिको नजारा यस्तो भइरहेको छ। रातिको नजाराहरू यस्तो छ है साथीहरू। ओके साथीहरू, म चाहिँ आइपुगेँ मार्केट र चाहिँ म चाहिँ अब सब्जीहरू गर्छु साथीहरू। अब के लिनु छ लिन्छु यहाँनिर। हजुरहरूलाई म देखाउँदै जान्छु साथीहरू। यहाँ चाहिँ रोडको साइडदेखि नै हुन्छ साथीहरू, मार्केट चाहिँ लागेको हुन्छ हो। सबै लाग्छ यहाँ सामनेवाला मार्केटमा पनि। कपडा आइसक्रिमहरू देख्न सक्नुहुन्छ। पुरा कपडा लगाएको रहेछ साथीहरू। यहीँ रोड छ, यहीँनिर कपडाहरू पुरा लगाएको रहेछ साथीहरू आज चाहिँ। म चाहिँ यस्तो केही पनि लिनु छैन साथीहरू हो। म चाहिँ सब्जीहरू गर्छु साथीहरू, सब्जीहरू गरेर जान्छु होइन। देख्न सक्नुहुन्छ, बाफ्रे कति साह्रो भिड चाहिँ छ। सन्डे लाग्ने बजार चाहिँ हेर्नुहोस् है, यति साह्रो भिड हुन्छ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँनिर बच्चाको कपडाहरू पनि पाउँदो रहेछ हो। यहाँनिर हेर्न सक्नुहुन्छ साथीहरू हो, कति भिड छ। बेबी गर्लको लागि चाहिँ कपडाहरू रहेछ 100 साथीहरू। र म चाहिँ यहाँबाट निक्लिँदैछु साथीहरू। यहाँ पनि रहेछ साथीहरू कपडा। देख्न सक्नुहुन्छ यति साह्रो भिड छ साथीहरू। रातिको मार्केट चाहिँ यति धेरै भिड हुन्छ है साथीहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ हेर्नुहोस् त कति चाहिँ छ यहाँनिर मार्केटमा चाहिँ यति साह्रो भिड छ हेर्नु त साथीहरू। कपडा दोकानमा चाहिँ हेर्नुहोस् त साथीहरू कति चाहिँ भिड हुन्छ यहाँनिर। आइतबार लाग्ने बजार, सन्डे मार्केट, सन्डे लाग्ने बजारमा चाहिँ कति साह्रो भिड छ हेर्नुहोस् त साथीहरू। देख्नुहुँदैछ साथीहरू। म चाहिँ सब्जीहरू लिनुपर्ने छ साथीहरू हो। अन्त मासुहरू पनि लिनुपर्छ साथीहरू। यो फिस चाहिँ कहाँ पाउँछ साथीहरू, मलाई थाहा भएन। फिस चाहिँ खोज्दैछु, कसैलाई लगिदिनु पर्छ फिस चाहिँ कि। फिस दोकान त भेट्यो साथीहरू। यहाँ चाहिँ सबै मासु दोकान मात्रै रहेछ साथीहरू, देख्न सक्नुहुन्छ हो। यहाँ चाहिँ कहाँ छ साथीहरू, हेर्नु न। माछाहरू लिन आएको, कत्रो माछाहरू हेर्नु न साथीहरू। साथीहरू म चाहिँ माछा लिन आँटेको, म चाहिँ चेक गर्दैछु साथीहरू कुन चाहिँ काट्ने भनेर होइन। यत्रो ठुल्ठुलो छ होइन। आप देखो ना, आप देखो अबुई सारा गंदा हो रहा है, देखो ना आप कट करो। 1 किलो में 2 पीस कट कर दो, थोड़ा सा देख के कट करो। ये वाला निकालो, ये वाला। ये कितना होता, ये कितना होता? ज्यादा होता। ठीक है फिर कर दो, ये कर दो, कितना होता? यहाँ पनि सबै माछा रहेछ साथीहरू। हेर्नु त कत्रो बडा माछा छ यहाँनिर। फ्रेस हो यो चाहिँ, के भन्छ जिन्दा हो यो चाहिँ, जिउँदो माछा साथीहरू। मैले चाहिँ लिइसकिसकेँ है। यहाँनिर सबै चाहिँ मासु लिएँ साथीहरू। हेर्न सक्नुहुन्छ यहाँ यति साह्रो भिड छ। र म चाहिँ साथीहरू अब
बिस्तारै बिस्तारै निक्लिन्छु। यो अलरेडी गरौँ भइसक्यो हातमा चाहिँ आँसुले गर्दा हो। अब सब्जी गरौँ भनेको त भक्कु गरौँ हुनेछ। फेरि मैले झोला पनि नलिआएँ साथीहरू। देख्न सक्नुहुन्छ साथीहरू है। आज म निक्लिनु पर्यो साथीहरू बिस्तारै बिस्तारै यताबाट। देख्न सक्नुहुन्छ यहाँ सन्डे सन्डे लाग्ने मार्केट पनि देख्न सक्नुहुन्छ साथीहरू है। 100 लुगाहरू देख्न सक्नुहुन्छ साथीहरू। बेडसिट चाहिँ 100 भन्दैछ साथीहरू यहाँनिर। देख्न सक्नुहुन्छ साथीहरू म चाहिँ अब निक्लिँदैछु यहाँबाट हो। मासु मात्रै लिएर जाएको साथीहरू म चाहिँ लाँदिनँ अरू गरौँ भयो। अब फेरि यहाँबाट गएर पनि म रुममा सिधा जाँदिनँ दिदी भएकोमा जान्छु कि यहाँ दिदीको लागि पनि सामान छ। त्यही भएर चाहिँ यहाँ त दिदीको लागि पनि माछा लिएको कि अन्त त्यही भएर दिदीकोमा जान्छु। अन्त कहाँ सब्जी भक्कु बोकेर फेरि म घुम्दै गर्नु कि घुम्छु साथीहरू है। अन्त म चाहिँ यहाँबाट चाहिँ सिधै दिदी भएकोमा जान्छु। त्यही कारणले गर्दाखेरि लगिनँ साथीहरू सब्जीहरू। सेम रेट लाग्यो पर हामी बसेको ठाउँ र यहाँनिर। त्यही भएर चाहिँ मैले सेम रेट लाग्यो त्यही भएर लगिनँ साथीहरू। म अब यहाँबाट निक्लिँदैछु हजुरहरूलाई फेरि म देखाउँछु नि ल। यहाँनिर हेर्नु यति साह्रो भिड छ। यहाँ जुत्ता दोकान र कपडा दोकानमा मान्छेहरू भिड हेर्नु न यति साह्रो भिड छ साथीहरू। साथीहरू म अहिले भेट्छु है हजुरहरूसँग। निक्लिए अब चाहिँ हो साथीहरू म चाहिँ आइपुगेँ हामी बसेको ठाउँमा हो। अब चाहिँ फेरि म यहाँबाट दिदी भएकोमा जान्छु अन्त मात्रै रुम जान्छु साथीहरू। सामान बोकेर कसरी खानु नि पहिला खाइहाल्नु पर्यो साथीहरू। साह्रै हेऱ्यो मलाई यिनीहरूले त खाएको त आइसक्रिम खाएको त खायो भैया मैले आइसक्रिम खाएको त भइहाल्यो पुरा हेऱ्यो हौ। त्यही भएर देखाइदियो कि यिनीहरूलाई पनि भाग्दैछ। आइसक्रिम खाएर भेट्छु साथीहरू बोल्दैन। म चाहिँ जाँदैछु दिदीको रुम भित्र चाहिँ यस्तो छ साथीहरू। म दिदीलाई चाहिँ भिडियोमा ल्याउँदिनँ किनभने दिदी आउनु मान्नु हुँदैन नि त। अस्ति पनि गएको थियो हो म न्वारन थियो साथीहरू। अन्त तर मैले न्वारनको भिडियो पनि पोस्ट गरिनँ। अन्त दिदीले फेस नदेखेको चाहिँ पोस्ट गर्दा हुन्छ भन्नुहुँदै थियो कि तर मैले पोस्ट गरिनँ साथीहरू हो। अन्त नानी पनि भर्खर सानै त छ त्यही भएर साथीहरू म चाहिँ जाँदैछु यहाँबाट भित्र देख्न सक्नुहुन्छ। कन्फ्युज हुन्छ नि भित्र त साथीहरू। मार्केटमा कम त छैन गल्लीहरू पनि। अन्त मान्छेहरू किन कन्फ्युज पनि नहोस् झन्डै लरे पनि साथीहरू। दिदीको चाहिँ यता घुम्नुपर्छ साथीहरू। दिदी पनि छक्कै पर्छ ल थाके। दिदीको चाहिँ यहाँ चाहिँ
हेर्छु दिदीको रुम दिदी छ छैन थाहा छैन अब सुत्केरी मान्छे हुनु त रुममै हुनुपर्ने म पनि आज दिनभरि बिजी रुममा लाइटहरू आउँछ साथीहरू हो हत्तु हुन्छ अन्त म बेलुका पाले गएको मार्केट यहाँनिर अँध्यारो रहेछ साथीहरू अन्त त्यसलाई बेलुका पनि भेटिराख्नु पर्यो भनेर आएको नि अब साथीहरू पुगी अहिले भेट्छु ल हजुरसँग यहाँबाट जाँदा फाइनली साथीहरू म चाहिँ दिदीको रुमबाट नि फर्किँदैछु अन्त यहाँनिर मैले फ्रुटहरू पनि लिएँ अन्त अलिअलि सब्जीहरू पनि लिएँ अन्त यहाँनिर अन्त अघिको मार्केटमा पनि अन्त त्यही रेटहरू थियो त्यही भएर मैले यहाँ छेउबाटै लिएको साथीहरू जाँदा जाँदा लेट पनि भइसक्यो अन्त त्यही कारणले गर्दाखेरि अब त्यो सामान पनि लादिनँ अन्त दिदीकोमा चाहिँ बसेर बातहरू गरेर म चाहिँ फर्किँदैछु साथीहरू र म चाहिँ अब घर जाँदैछु साथीहरू भिडियोलाई म यहाँ एन्ड गर्दैछु हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला र मलाई धेरै माया धेरै सपोर्ट गरिदिनु होला साथीहरू भन्दै बाई बाई